हे गाइस वेलकम टु मी भ्लग। सो गाइस म चाहिँ घर जाँदैछु र जहाँसम्म गाडी आउँथ्यो त्यहाँसम्म चाहिँ म आएँ। सो अब चाहिँ जङ्गलको बिचबाट बाटो बनाएको छ, सो त्यहाँदेखि घुमेर जानुपर्छ है। सो गाइस यहाँ पर पनि मान्छेहरू बसिरहेको रहेछ हो, र म चाहिँ यहाँबाट ओह्रालो लागेँ। यता छ रोड, यहाँबाट चाहिँ हाम्रो जङ्गलबाट बाटो बनाएको छ। सो म चाहिँ यहाँबाट लागेँ। पहिला यतिको राम्रो थिएन, तर अहिले चाहिँ यो ढुङ्गा लगाएर बोराहरू लगाएर चाहिँ एकदम सजिलो बनाइदिएको छ पहिलाको भन्दाखेरि चाहिँ। तर चाहिँ पुरै घनघोर जङ्गल छ। गाइस बाटो देख्दा हरेस लाग्यो र मलाई चाहिँ बुबा लिनु आउनु भएको छ हो, त्यहाँ बसिरहनु भएको रहेछ। यस्तो भएर झर्नुपर्छ हो। र बुबा अगाडि अगाडि हिँड्नुहुँदैछ अनि म पछि पछि हिँड्दैछु। बाटो चाहिँ यस्तो छ हो, कहाँ टेक्नु कहाँ नटेक्नु। सो गाइस यसरी हिँड्दाखेरि चाहिँ एकदमै ट्रेकिङमा हिँडेको फिल आउँदैछ हो। र बाबाले पनि लट्ठी पक्रिहाल्नु भएको छ र म पनि हिँड्दैछु। एकदमै ट्रेकिङको फुल भाइब आउँदैछ। ऊ त्यो तलबाट पनि मान्छेहरू जानुहुँदैछ। सो गाइस हाम्रो रोड चाहिँ ऊ माथि खन्दैछ होइन, 500 फिटको छ र ढुङ्गा चाहिँ उता माथिसम्म आउनु पर्ने चाहिँ यहाँ यो चाहिँ हाम्रै जमिन पर्छ। यो तल तलसम्म पुगेको छ होइन। हामी चाहिँ जङ्गल घारीबाट घुमेर हिँड्नु पर्दैछ र मुटु बाहिर निस्किन आँट्यो थाकेर खोलेको लागि केराको दाम्चा लिएर जानुहुँदैछ बाबा चाहिँ। घर आइपुगेँ र यहाँ हुनुहुन्छ मेरो प्यारो मम्मी। यता हेरिदिनुहोस् न, यता हेरिदिनुहोस्। मेरो प्यारो मम्मी हुनुहुन्छ र मेरो लागि मिठो चिया पकाउन आँट्नु भएको छ। ठिकै। सो गाइस आजको भ्लगलाई यति नै, भेटौँला नेक्स्ट भ्लगमा। बाई बाई।